कसरी यार खोलालाई मिची यार जग्गा बनाउँछ यार। ए हाम्रो राजनीति नेपालको राजनीतिहरू सकेन। नेपालको भन्दा पनि हाम्रो यो बुद्ध शान्तिको छ नि, बुद्ध शान्ति चारको छ नि, हरामी नेताहरू छ। बल झोका त खोइ त आच्छी स्टाइल चाहिँ कस्तो हो त? यस्तै हो यो हाम्रो गोलको बारेमा ल। सो हेलो एभ्रीवन, वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सन्चै लाग्नु पनि सन्चै राम्रो छ भन्दै ट्याक्ला। र अहिले चाहिँ 2 जस्तो बजिरहेको छैन, 2 बजीतिर म चाहिँ हामी जान आँटेको बुधबारेमा थोरै काम छ मेरो पनि छ। म चाहिँ दाइसँग जान आँटेको, दाइको पनि काम छ। म चाहिँ दाइलाई अहिले परिरहेको छु। हाम्रो दाइ खोइ यहाँदेखि आउँछ भनेर भनेको, खोइ आउँदैन, परिरहेको छु। हाम्रो यहाँ चाहिँ हाम्रो छिमेकी घर पनि फिनिसिङ भइसकेको ट्याक्का लगाएर हेर्नु न कस्तो बल भएको छ अहिले। पहिले चाहिँ खासै राम्रो यो इँटा लाउँदा त राम्रो थिएन, अहिले फिनिसिङ गर्दा त यो डिजाइनहरूले बबाल दिएछ सत्य होइन। ठिकै छ, बलै छ। छिमेकीमा यतिको पनि हुनुपर्छ, डेभलप भएन भने त कहाँ हुन्छ होइन त। सो त्यही होइन, म चाहिँ यहाँ परिरहेको छु। अब हेड जाउँ, कतिखेर जानुहुन्छ? हामी त चाहिँ कहाँ हिँडेर खासमा उता के गरौँ अब? खासमा चाहिँ आज हामी चाहिँ पुरा काम छ, तर प्यान बन्द भनेर सुन्दै थिएँ, हो कि होइन थाहा छैन। लगभग आज चाहिँ यी धरे मैले यहाँ आउँदा थाहा भएको यसो बुझेको। त्यही होइन, हामी यहाँ तल चालतिर अब हामी यता तलबाट अलिक सजिलो हुन्छ अरे दाइले लगेको होला कि लाइसेन्स नभएर लगेको होला, मलाई थाहा छैन होइन। हामी चाहिँ अर्को बाटो आयौँ, तल सधैँको बाटो यता 3 किलोमिटर डाँडाबाट आएको। त्यही होइन, अहिले हामी यहाँ आइपुगिसक्यो, देख्न सक्नुहुनेछ। अब यहाँ पनि हाम्रो बिस्तारै पिच हुँदैछ, म सुपर जाँदैछ। हामी चाहिँ गाउँको छ यहाँ चाहिँ हाम्रो फेरि हाम्रो कान्छी छेमाको घर र त्यता हाम्रो मामा जो छेमाको घरमा कोही हुँदा छ, दोकानमा उठेर खाइदिनु पर्छ क्या घर मार्ग। अस्ति फेरि 11 चोक भनेर थाहा नपर्छ। अरे के हो यहाँ त बल बनाएको छ त्यहाँ? के 2-3 दिन यहाँ यता त्यो नागो गाउँ त बल भएको त। त्यही होइन, अब हामी मकै गर्दै हुँदो रहेछ। घाम मौसम पनि बल भइरहेछ कम्प्लिट। यो त 11 चोक हामी बिर्सिँदैन कहिले पनि। सो त्यही होइन, यहाँ चाहिँ घाम बबाल लागिरहेछ, र पनि हामी हिँड्दैछौँ। हाम्रो ओह्रालो ट्याक्क पर्छ होइन, यसलाई चाहिँ ओह्रालो भन्छ। कस्तो दामी धान रोपिसकेको रहेछ नि यहाँ त। अब चाहिँ हाम्रो हरियो आउनु थाल्यो यहाँ मुनाहरू टक्क सुई। अब अलिक पछि कस्तो बल देखिनु पर्ने होइन त धानबारीहरू। तपाईँले चाहिँ घरमा के भनेर भगिलो पनि भन्छ अरे भगिलो भिडियो देखेर रिसाउनु न नि फेरि। कहाँ जाने बाहिर त्यही मकै त यहाँ खाने नै भइदिनु आँटेछ त। कत्रो भइदिन्छ हाम्रोतिर त सबै चिसो छ। यहाँ त सबै चिसो छ, हाम्रोतिर त सुक्खा न सुक्खा छ, कहिले पानी आउँदैन। त्यही होइन, यो चाहिँ पहिले फेरि यो चाहिँ सबै खोला थिएन नि, तपाईँलाई थाहा थिएन साथीहरू होइन। अहिले चाहिँ यहाँ खै कसको लागेर यो लगभग खै राम्रैहरूको हात होला। अहिले हेर्नु त धान फलाइसक्यो नि यहाँ। यो चाहिँ पहिले साह्रै खोला, यो चाहिँ पहिले खोला थियो, लगभग 1-1.5 वर्ष भयो होला यो बनाएको। खै यो दादागिरी अलिक धेरै हुँदैछ जस्तो लाग्छ मलाई। हाम्रो पनि कसरी यार खोलालाई मिची यार जग्गा बनाउँछ यार। ए हाम्रो राजनीति नेपालको राजनीतिहरू सकेन। नेपालको भन्दा पनि हाम्रो यो बुद्ध शान्तिको छ नि, बुद्ध शान्ति चारको छ नि, हरामी नेताहरू छ। के गरेर कसो गर्नुपर्ने हो? हामी अब बिस्तारो यहाँ युवाहरू जाग्दैछौँ। सो त्यो होइन, अलिअलि चाहिँ यहाँ डेभलप भएको रहेछ। कहाँ चाहिँ खोलाको चाहिँ कसरी चाहिँ जग्गा भयो, भिट्टा भयो म छक्क पर्छ यहाँ। म होइन, हाम्रो यहाँ धेरै मान्छेहरू छक्क पर्छ, तर बोल्नु मात्रै नसकेको। सो त्यही होइन, अब हामी चाहिँ बुझाएर छिर्सक्यो ट्याक्क लगाएर।
म त भेटेँ अरे लु यहाँ त भन बनाइसक्छु त यार म त नआएको धेरै भएको त हेलो 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 को हेलो म त चिन्दिनँ तर हेलो चाहिँ भनौँ के भोलि कमेन्टमा भिडियो हेर्नु भने भन्नु ल म हामी फर्स्ट कहाँ जान्छु दाजु तपाईँ अहिले आएर यस्तो कुरो नआउनु त बहुत बनाउँछ सो गाइस हामी यहाँ बजार आइपुग्यौँ कि आफ्मा हामी चाहिँ आएको यहाँ ब्याङ्कमा आएको ब्याङ्कमा थोरै काम थियो र आज त ब्याङ्क बन्द रहेछ काम नहुने भयो खै के हो यार अब हामी यहाँ फेरि एकछिन घुम्नु जाने लाग्छ होला यहाँ के काम जान्छ सो अहिले एकछिनमा भेट्छ तपाईँलाई ल साथीहरू हामी चाहिँ यहाँ अहिले दाजु कपाल काट्न आएको छु यहाँ हाम्रो दाइले कपाल खतरा काटिदिनुहुन्छ तपाईँ अरू बेला आउनुभएको थियो त यहाँ ल ठिक छ ठुलै छ त भन्नु यार ठाउँ चाहिँ बगाल्छ या बुदाएर चाहिँ बगाल्छ सो गाइस हामी चाहिँ यहाँ दाइको भित्र कपाल काट्दै हुनुहुन्छ कपाल काटेर सकिने आँटिसक्यो खै त स्टाइल चाहिँ कस्तो हो दाइ यस्तै हो खै त खै काटिसक्छ भने खै काटिसक्नु आँटेन काटिसक्नु आँट्यो अब चाहिँ हामी यहाँ काटेर एकछिन यहाँ खाजा खान्छु अनि लाग्नु पर्ने हुन्छ ट्याक्क लाएर होइन म पनि अलिक हल्का यस्तो गरेर खानु कि जस्तो लागिरहेछ खानु कि नानु तर के हान्नु अलिक पछि हान्नु चाहिँ अब के हो यो के हो यहाँ बाहिरदेखि देख्नु त यार कपाल काटेको त म चाहिँ यहाँ अल्छी लागेर भिडियो गर्दै बसिरहेको छु बाहिर बसेर ट्याग लगाएर चाहिँ हाम्रो पहाडी चौक हो होइन पहाडी चौकदेखि यता राइटपट्टि छ हाम्रो दामी यहाँ कपाल काट्ने ठाउँ नाम चाहिँ पढ्नु भनेको त छैन बल्कि ए छैन छ नामै को हाम्रो दाजु राजाको जिन्दगी जिएको चाहिँ हेरौँ न हाम्रो यस्तो पनि हुन्छ यहाँ चाहिँ ट्याक्लर काटिसक्नुबाट अब हामी यहाँदेखि लागेको यता भाइले पनि काट्दै हुन्छ ल साथीहरू हामी चाहिँ खाजा आएको ट्याक्कै खाजा आएको भिडियो थोरै त गर्नु पऱ्यो यता हाम्रो दाइले हाल्दैछ ल हामी अब हामी खाजा चाहिँ खाएर लाग्नु पर्ने हुन्छ त्यो चाहिँ हाम्रो साथीको हो ट्याक्क केटा त छैन रहेछ यसो हेरेको देखिनँ अब हामी यहाँ छिचेर खाएर लाग्नुपर्ने हुन्छ माटमा किन माटमा चाहिँ सो गाई हामी चाहिँ खाएर त खाएर अब यहाँ बाहिर तल पनि निक्लिसक्यो होइन अब यहाँ काम कुरो त्यस्तै भयो खासमा ईदको छुट्टी रहेछ आज ब्याङ्कहरू सबै बन्द रहेछ ईद पनि के मान्छेले ईद कसले मनाउँछ हाम्रो नेपालमा भनेको सबै बन्द रहेछ त्यो भएर अब हामी लाग्छौँ घरतिर दाइले फेरि के किनेर ल साथीहरू हामी चाहिँ यहाँ साथी माटमा आएको छु दाजु चाहिँ भित्र छिर्नु भएको छ म पनि अघि छिरेर आएको अल्छी लागेर किन्दैछ दाइले अब यहाँ हाम्रो बाइक कहाँ छ बाइक छ यहाँ हाम्रो अब यहाँदेखि हामी फेरि लाग्छौँ होला खै कहाँ जान्छौँ घर जानु भनेको मेरो काम छ अब घरमा गएर त्यही भएर छिटो जानुपर्ने छ बाँधीघाटमा त हाम्रो जिम गर्ने ठाउँ यहाँ छ है पैसा चाहिँ कति लिन्छ कति फरक हो यहाँको भत्का रोट यहाँ दामी दोकान थियो जस्तो लाग्छ ल साथीहरू हामी चाहिँ बुदादेखि यता घर फेरि यहाँ डाँडतिर आइपुगेको रुको जरा सबर करो बोला धक्का मुक्की नहीं कर अब हाम्रो खोला आएको ठाउँ कौन है ये लोग कहाँ से आते हैं अहिले आएको ठाउँमा के बोल्छु मलाई पनि थाहा हुँदैन तपाईँहरू बुझिदिनु होला भन त के भन्नुहुन्छ हौ
हटी बिनाको तिम्रो कहिले काहीँ लाट परिहाल्छ होइन त्यस्तै हो ड्याम कोडै भनिन्छ जिब्रोले अनि खोला त के छ भने तपाईँलाई के छ तपाईँमा हामीले पो सोध्ने हो त के हो 5 ग्यानमा हुन्छ यस्तो खोलामा कहाँ उठ्छ तपाईँले ड्राइभर भनेर ड्राइभर भन्दै चाहिँ पातै गरेर हुन्छ यहाँ यो ठाउँ चाहिँ हेर्दै हाँस उठ्छ क्या कसरी चाहिँ यार खोलालाई चाहिँ यार भिटा बनाएको कौन है ये लोग कहाँ से आते हैं सम्झिँदै हाँस्छ तपाईँलाई हाँस्दैन हामी यहाँ 3 वटा आउँदैछु होइन जाँदैछु अहिले यहाँ चाहिँ हाम्रो अब खोइ कहिलेदेखि म्याच हुँदैछ त्यही भएर चाहिँ हामी यस ग्राउन्ड चिलाउँदैछ बनाउँदैछ नि त कस्तो हुँदैछ भनेर हल्का यसो हेरिदिनु आएको यहाँ चाहिँ कहिलेदेखि फिक्स चाहिँ थाहा भएन सुत्दै होइन रहेछ जस्तो छ यहाँ हेलो बनाउँदै कस्तो नचिनेको आफ्नै गाउँको दाजु साथीहरूले यार के साथी मेरो भालको 2 शब्द बोलिदिन्छु यो 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 यसको बारेमा भनेन त यो हाम्रो गोलको बारेमा ल जुनेली बस्ती त जुनेली बस्ती त्यही त 3 नौ डाँडा हो जुनेली बस्ती एउटै होइन नि हो र ल साथीहरू हामीले चाहिँ चौरी चाहिँ बल बनाउँदो रहेछ ग्याम त कहिलेदेखि बस्यो विशाल ए ग्याम 28 गरिदिँदो रहेछ हौ आम्मामा धुलो त बल उठ्दैछ छ्या लु यहाँ हामी बस्नु सकिन्न अब यहाँदेखि हामी लागिहाल्नु चौरी चाहिँ दामी बनाउँदो रहेछ सो त्यही भएर चाहिँ हामीले 3 नम्बर डाँडा पनि पर्छ यहाँ चिल्मगौडी पनि भन्छ यहाँ हाम्रो च्यानहरू पनि छ च्यानहरू यहाँ पुर्छ अलिक पर चाहिँ जलाउँछ सो त्यही होइन अब यहाँ हामी यहाँदेखि लागिहाल्छ एकछिन बसेको धेरै बेर बस्यौँ न सो त्यही होइन अब यो चौरी बनायो भने यस्तो धुलो र तर राम्रो हुन्छ अब पछि तर यहाँ यो चाहिँ पोल चाहिँ अग्लाउँछ होला नि त पोलहरू पनि ल कहाँ उपलबाट आएको अघि हामी बस साथीहरू हामी चाहिँ त्यहाँदेखि पनि हिँड्छ कि जुनले बस्दिनँ भन्दो रहेछ त्यहाँ एकछिन बसेको धुलो धेरै रहेछ बनाउँदो रहेछ कामहरू हुँदो रहेछ त्यो होइन 28 गतिदेखि चाहिँ ग्याम रहेछ भयो भने हामी हेर्नु आउँछौँ होला आयो भने तपाईँहरूलाई म क्लिप देखाइहाल्छु सुत्दै होइन यस्तै हो नि क्यामेरा अगाडि क्यामेरा देखाएपछि त कहाँ सकिन्छ त बोल्नु चाहिँ पाइप कहाँ बोल्नु सकिन्छ त होइन क्यामेरा देखिसकेपछि सबै होइन अलिक साह्रै हुन्छ उसलाई हाम्रो अघिको चाहिँ अध्यक्षजी हो के भन्छ अध्यक्ष होइन ल अध्यक्ष लागेको अध्यक्षजी हो बोला भनेको लाभ लाग्छ सक्दिनँ हुन्छ सबै कहाँ क्यामेरा अगाडि अलिक अप्ठ्यारो हुन्छ नि त म पनि त्यति धेरै त छैन बोल्नु त सक्दिनँ त्यहाँ पनि हल्का हल्का ट्राई गरेपछि सोध्यो होइन अब चाहिँ हामी 3 जना आइपुगेको आएर घरतिर पनि आइपुग्न छौँ यहाँ चोर लाबर आइपुग्न छ क्या सोध्यो होइन अब लाग्दै अरे मरेको के हो बाख्रा घरहरू पनि कस्तो आउँछ ईद त मुबारक हो ईदको बारेमा चाहिँ के हो साँच्चै यार ईद पनि हाम्रो नेपालमा सबै छुट्टी कुरा फेरि भोलिको टाइममा बेला काम गर्ने आएको सो त्यो अहिले भएर भेट्छ तपाईँलाई खै त गोल हुन्छ गोलै खेल्दैन यार एकछिन गोल खेलेको हेरेर जाउँ भनेको यार म त यहाँ आएको छु अघि बुधबारबाट नि त यहाँ स्कुलमा गोल यस्तै केटाहरू खेलेर भनेको खै त गोलै खेल्दैन हेरेर जाउँ भनेको हाम्रो दाइहरू यहाँ हाल्दैछ के म्याच केटी हुँदैन होला हौ तल त होइन हौ भने केटीको भनेको क्या अब यसलाई गोविन्द गोविन्द तपाईँ चाहिँ खेल्नु नि तपाईँ खतरा होइन पहिलो तर केही देखिँदैन रहेछ यहाँ ओए ठिकै भाइ टिम्पूको भए पनि माउन्टेन फेरि धुलो थियो न त धुलो किरण दाइले क्या
सक्दैन ज्यान बुढो त बुढो भनेको बुढोहरू हेर त खतरा छन् दाल भाइले पक्रियो त यार दाल जाने कत्रो हान्छ पोलमै पुऱ्याइन्छ तपाईँले सबै केटा तपाईँले सिक्नुभएको त केटाहरूलाई त मैले यस्तो म पेलेर उयो केटाहरूलाई चाहिँ नि कस्तो ढाँडेको छैन कि सबै जित्ने हौ जित्छ गोल गोल को लाग्यो लागेन त यहाँ जितिहाल्छ नि हेर्न यो भाइको रणनीति भएको छ लु कस्तो भान्डाले खतरा तर पानी नलाई नहुँदै थियो धुलो त खतरा रहेछ भान्डाले दामी गोल्ला त बल छ खोइ त खतरा गोल लाग्यो किपर भाइ अगाडि बढ्दा गोल ए लागेको छ सो गाइस अहिले चाहिँ म बल हेरेर आइसकेको छु होइन यता आउँदा घर आउँदैछु बुधाएरदेखि आएर यता बल एकछिन हेऱ्यो त्यही होइन अब रात पनि पऱ्यो म अब घर आउँदैछु घरमा गएर अब ह्याप्सप गर्नु पर्ने हुन्छ अहिले म घर हेर्छु तपाईँलाई ट्याक्क ला सो गाइस म चाहिँ घर पनि आइसकेँ होइन बल सल हेरेर पनि बुधाएर सुधार पुगेर सो त्यो होइन अनि आजको भए चाहिँ छोटो मिठो थोरै यसो हुन्छ भयो त्यति नै हो बुधाएर काम पनि भएन अब फेरि भोलि पनि जानुपर्ने भयो सो त्यो होइन अब चाहिँ म खाना पकाउँछु अनि छिटो खाएर सुत्नुपर्ने हुन्छ तर मेरो भ्लग चाहिँ यस्तै हुन्छ रेगुलर डेली भ्लग होइन नि त्यही भएर चाहिँ एक दिन बिराउँदै 2 दिन बिराउँदै हुन्छ त्यही भएर यस्तो अलिक ढिलो तलमाथि हुन्छ सो त्यही हो होइन सो आज यति नै समय हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँहरू सबैलाई बाई बाई गाइज